हजुरहरूलाई तारतालमा देखाउन गइरहेको छु। ल सबैलाई गुड मर्निङ, या बिहानको मर्निङ हो। ल हेर्नुहोस् तारताल हाम्रो। ल गाइज हामी सब हाम्रो संरचनाहरू, हाम्रो धार्मिक स्थलहरू हजुरलाई सबै म उपस्थित गराउन गइरहेको छु। गाइज हेर्नुहोस् ताल बोयो गाइज। अहिले म सबैतिर घुमाउनु छु गाइज। ल यो फुल हाम्रो यहाँको बासिन्दाले रोप्नु भएको गाइज। यहाँको फुलहरू क्यामेरा अलिकति राम्रो नभएर अलि भिडियो राम्रो राखेन गाइज। यो पुरानो मन्दिर एकदमै रहस्यमय छ गाइज, एकदमै रहस्यमय छ। ल गाइज हजुरहरूलाई म देखाउन गइरहेको छु गाइज। हेर्नुहोस् यो बल्ल पनि यस्तरी भएको छ। हाम्रो संरचना हेर्नु गाइज, यस्तरी भएको छ। यसलाई इग्नोर नगर्नु गाइज। हेर्नुहोस् यहाँ हाम्रो श्री हाम्रो शिव भगवानहरू रहनु भएको छ। यहाँमा धेरै शक्तिहरू रहेको छ। हेर्नु यी पिप्पलको जराहरू गाइज, पिप्पलको जराहरू। ल सब पिप्पलको जराहरू धामिरहेको छ हाम्रो तारताल मधुबनी स्थित 7 नम्बर वाडामा। ल गाइज म त बाहिर निस्क्यो। अब तपाईँहरूलाई सबै म देखाउनु गइरहेको छु गाइज। हेर्नु गाइज यो 5 मिटर गहिरो छ गाइज यो ताल। यो तालमा माछाहरू, यिनीहरू अन्य प्राणीहरू, जल प्राणीहरू पाइन्छ गाइज। हाम्रो यो रुखसुख हेर्नुहोस् गाइज। हाम्रो एउटा बाजेले माछा पनि मारिराख्नु भएको गाइज। ल एउटा हामी बाजेसँग रिपोर्ट गरौँ ल गाइज। हेलो बाजे नमस्ते। हजुर यहाँ माछा कतिको मार्नुहुन्छ त? कति मार्ने नि? यहाँ सबै दर्शकहरूले हेरिराख्नु भएको क्या। यहाँ दर्शकहरूले हेरिराख्नु भयो, भिडियो बनाएर हाल्ने युट्युबमा। भन्नु ल कति मार्नुहुन्छ? एक पाउ जति मार्छु। अरू केही भन्नाले पाइन्न नजल। ए तपाईँको नाम चाहिँ के हो त? लालबहादुर। लालबहादुर के? बिक। लालबहादुर बिक? तपाईँ त माछा मार्दिन क्या आउनुहुन्छ रे? कहिले कहिले आउँछु। कहिले आउनुहुन्छ? ल गाइस हाम्रो बाजेहरू माछा मारेर आउनुभएको। ल म हजुरहरूलाई धेरै पनि सामान देखाउन चाहन्छु। हाम्रो के भयो, के तोडफोड यहाँ हाम्रो तारतालमा आयो के अरे पनि लगाइरहेका छन् गाइस जालीहरू। म तपाईँलाई अहिले पछि देखाउँला। अहिले हेर्नुहोस् गाइस। ल यस्तै हो हाम्रो ताली। हेर्नुहोस् पछि विकास होला भने हामीलाई केही आशा छ गाइस। अहिले विकास नभए नि पछि बिस्तारै हुँदै जाला। हाम्रो दाइहरूले बनाउनु भएको है, हाम्रो दाइहरूले बनाउनु भएको। ल गाइस हेर्नुहोस् रुखहरू कति ढलेको कति हेर्नुहोस्। हाम्रो यो मेयर उपमेयर यो मधुबन नगरपालिकाको 7 को तेजबहादुर भाट, अनि त्यसपछि अनिता चौधरी मेयर उपमेयरको ध्यान, अनि वाडा सदस्यको ध्यान कतातिर गयो गाइज। हेर्नुहोस् हाम्रो तालहरू यस्तो भइरहेको छ गाइज। यस्तो रुख ढलिरहेका छन्। हाम्रो संरचनाहरू हाम्रो सबै बिग्रिरहेका छन्, उथलपुथल भइरहेको छ गाइज। हेर्नुहोस् ल यस्तो छ गाइज। हेर्नुहोस् म तपाईँलाई धेरै पनि टाढा, घरभन्दा अलिकति 5 मिटर टाढा आइसकेँ। हेर्नुहोस् यतापट्टि हाम्रो धानहरू लगाइरहेका छन् र यहाँ पानीहरू लगाइरहेका छन्। ल यहाँ ल हेरे गाइज तपाईँलाई तारतारबाट के ऊ हुन्छ, के हामीलाई हाम तालले हामीलाई के दिन्छ, हामीले ताललाई के दिन्छ भन्ने हजुरलाई म सबै भिडियो जानकारी अहिले पछि उपस्थित गर्न गइरहेको गाइज, गइराख्न चाहन्छु गाइज। हेर्नुहोस् यो हाम्रो मेन बर तालको सबभन्दा पछाडि यस्तै ढलेको हेर्नु गाइज रुख। यो हाम्रो मधुबन नगरपालिकाले बनाउन नसकेको हो कि गाइज, बनाउन नसकेको हो कि यो यत्तिकै
बनाउन नसकेको हो कि ध्यानै आकर्षित नभएको हो कि गाइज यो सक्दो सेयर हाम्रो सारा नेपाली भक्तहरूलाई यो पठाइनु उपस्थित गर्न चाहन्छु अनि एउटामा हामी आशा राख्दछौँ। ल हेर्नुहोस् गाइज यसमा आफ्नो भिडियो भाइरल हुनुको लागि गराएको होइन, हाम्रो तालको प्रचार गराउनुको लागि हो गाइज। यस्तो चिजमा हेर्नु पर्यो गाइज। हेर्नुहोस् यहाँ भलिबल खेल्ने गाइज, यो भलिबल खेल्ने हो। अलिकति राम्रोसित देखेन, मौसम पनि राम्रै छैन। ल हेर्नुहोस् गाइज यो हो पर। ल गाइज हेर्नुहोस् ल गाइज यहाँबाट हामी पम्प सेटबाट पानी तानिरहेका छन्। हाम्रो यहाँ के अरे खेतीबारीमा लाउनुको लागि खेतीबारी राम्रोसित नहर पनि पुगेको छैन गाइज हाम्रो गाउँमा। हेर्नुहोस् म तपाईँलाई पम्प सेट पनि देखाउन गइरहेको छु। ल हेर्नुहोस् गाइज उहाँ पनि दुईवटा अङ्कलहरू पम्प सेटको भरमा परेको हेर्नु गाइज। अहिले मेरो क्यामेरा राम्रो छैन, मोबाइल हो, मोबाइलबाट गराएको। ल गाइज हजुरहरू यो ताललाई के भन्न चाहनुहुन्छ गाइज, के भन्न चाहनुहुन्छ हजुरको जानकारी दिनु भने कमेन्ट बक्समा भन्नु होला गाइज। कमेन्ट बक्समा यी पम्प सेटबाट यसरी पानी तानिरहेका छन् गाइज। हेर्नुहोस् सिधै जान्छ गाइज। यही हाम्रो तालको विकास गाइज, यही हो त हाम्रो तालको विकास गाइज। यही त होइन होला त तालको विकास त यार। हेर्नुहोस् यसरी हाम्रो संरचना, हाम्रो के रुखहरू हाम्रो पुर्खाले जोगाएर राखेको पहिलाको रुख हेर्नुहोस् सालको। ल गाइज यहाँ हाम्रो अङ्कलले खनिराख्नु भएको छ। अरू अङ्कल कसको लागि हो त्यो खनेको? गडेको लागि यसरी उसको लागि, च्याउको लागि। ए ल च्याउको लागि खनिराख्नु भएको छ। उहाँको नाम हो ल गाइज हाम्रो यहाँ आधी पनि आधी छोडेका हाम्रो कुन समिति, यो समितिको मलाई नाम पनि ठ्याक्कै मुखमा आएन गाइज। हेर्नुहोस् त्यो के भन्छ पानी फाल्ने वाटर के भन्ने आधी बनायो आधी छोड्यो। यो चिप्लिटी उहाँ पिङ बनाएको थियो गाइज। हेर्नुहोस् त्यो पिङ पनि छुट्यो यहाँनिर। हेर्नुहोस् ध्यान आकर्षित गराउनुको लागि हेर्नुहोस्। ल गाइज उहाँले उहाँको नाम हो रामकृष्ण चौधरी हो। उहाँहरू च्याउ खनिराख्नु भएको छ र यस्तो च्याउ खन्नेलाई कारबाही हुनुपर्छ। हेर्नु गाइज यो बस्नुको लागि सेवा छ, सुविधा छ। अनि पानी खानको लागि धारा छ। हेर्नुहोस् म धारा पनि देखाउन गइरहेको छु। केही विकास अलिअलि विकास भयो, अलिअलि विकासै छैन गाइज। हेर्नुहोस् बत्तीहरू छ। म तपाईँहरूलाई अब बेलुकातिर भिडियो पोस्ट गर्न गइरहेको छु। ल अब म घरतिर लागेँ गाइज। ल